प्यारा दर्शकहरू, मेरा शुभचिन्तकहरू, मेरो फ्यानहरू, स्टार मिस्टर ब्रदर सिस्टर, ओल्लो घर पल्लो घर माथिल्लो घर तल्लो घरका सबैलाई है त। ल यस्तो जोस देखाउन पर्छ के बेला र मौका त हो नि। भोलि स्यामरामा आउन गलकोटा, फेरि भोलि अर्को ठाउँ हो। आएदेखि पछि उहाँ लेखानीमा यही मङ्सिर 13 गते कुल पूजा छ अरे। हाम्रा त कुल पूजा त अरूले दिन्थेनन्, लेखानिया त जम्मै जिल्लै बोलाउने रहेछन्। त्यही भेटौँला 13 गते मङ्सिर लेखानीमा नि त। ल अरू ओलतिर आउन भ्याउँदिनँ म, अन्तै जाने हो। ल ठिक छ, भेट भएको बेलामा रमाइलो गर्नुपर्छ है त। अहिले त्यहाँ के छ भनेदेखि चौतारीमा बरपिपल छाया मुनि बसेर लाममाया है। आजकल त चौतारी डङलङ ढालिया छन् के। अब बाटो विस्तार गर्ने भन्दै अब तै पनि चौतारीको सम्झना त गर्न पर्यो। है छ देखियो जानियो बुझियो। ल है रमाइलो गरिरहनु भएको छ। यता बागलुङतिर अति नै चल्ने पञ्चे बाजा हो। पञ्चे बाजा गीत मेरो क्यासेटको जमानामा त थियो, 3टा थियो। कता गए कम्पनीतिरै हरायो। अहिले न किरार हिँड्न टेडेको छ, न के छ। नचलेको गीत सुन्दैनन्, चलेको गीत त्यहाँ शिरफुल सिराको हाम्रो शान्तारानी परिवार र ईश्वर सिंह प्रति सम्मान व्यक्त गर्दै सबैजना नाच्यो। वर्ल्ड कप 2082 के सम्पूर्ण आयोजक टोलीहरू के, सम्पूर्ण दर्शक भगवानहरू के, सम्पूर्ण गलकोटवासीहरू के, सम्पूर्ण बागलुङवासीहरू के, सम्पूर्ण कलाकारहरू के, सम्पूर्ण टेक्निसियन मित्रहरू के, सम्पूर्ण सुरक्षाकर्मी मित्रहरू के, हसाप भन्न पर्छ। सम्पूर्ण सुरक्षाकर्मीहरू के हसाप। ल श्याम राणा के लडिन्छ। कोही बात नहीं, अच्छा लेकिन बच्चेदेखि गीत गाएको आज पनि गीत गाइयो। ल कोही बात नहीं। लडिन्छ। यसरी हामी 2058 सालभन्दा अगाडि ओल्लो घर पल्लो घर खाना खाएर राति सुत्ने बेलामा टिन ठटाएर गरिन्थ्यो। त्यो घरमा त सुत्ने बेला भएछ, यिनीहरूले कति काममा भ्याएको एकैचोटि घरमा फल्लो गाँ त सुत्नु लागिदियो भन्थे। आजकल चाहिँ ओल्लो घर पल्लो घर, ओल्लो कोठा पल्लो कोठा, को आएको को गएको सम्न गर्न केही छैन। अन्त यस्तो पनि आउँदो रहेछ जमाना, भन् त सम्झियो। ल ठिक छ, कोही बात नै। जसो आउँछ जमाना त्यसै फलो गर्दै जाने भएछ। उही बेला जस्तो थियो राम्रै भयो, अब पनि राम्रै हुन्छ। बन्छ नेपाल, बन्दैछ नेपाल, कोही बात नै चलेर है नि त। लाइभ गरी गाउने समय छ। यु हेभ टाइम, एनी टाइम, नो प्रब्लम। ल ओके, आउँछ इङ्ग्लिस मलाई पनि। पहिला पो दोहोरी गीतमा इङ्ग्लिस मिसाउनु हुन्न, हिन्दी मिसाउनु हुन्न भनेर नेपाली ठेक भाषा खोज्दै हिँड्यो। त्यहाँबाट देश विदेश कार्यक्रममा जाँदाखेरि त अप्ठ्यारो पर्दैछ। इङ्ग्लिसै चाहिँदैछ, हिन्दी नै चाहिँदैछ। त्यस्तो भएको छ। त्यही भएर आजकल त म त इङ्ग्लिस अनि गीत गाइदिन्छु। हजुर आई लभ यु। ल थ्याङ्क यू। वाओ ल अब कुन भाग ल बाग्लुङ पर्छ। ल गाइहाल्नु। ल बाग्लुङ